माई च्यानल फिर से मैं आ चुकी हूँ फिर म स्कुटीदेखि नै स्टार्ट गर्दैछु मेरो ब्लग। तो आज चाहिँ म बिहान सुनिहालेको हिँडेको अब आज म बिहान रेडी सेडी भएर हिँडेको छु आलुबारीको बेरिङ बजारमा। यसै त बिहानै हुन्छ कि त्यहाँ बेरिङ बजार बिहानै सुरु हुन्छ कि हाम्रो त ढिलो भइसक्यो झन्। यसको चुल चाहिँ कसरी उडेको छ हो यस्तो ठाजारो लागिरहेको त म हजुरहरूलाई बाटो के हुन्छ अपडेट दिइराख्छु ल। आलुबारी यहाँसम्म छेउमा छ जल्दी पुग्छु पुगेपछि पनि देखाउँछु ल। बेरिङ बजार कस्तो हुन्छ के हुन्छ तपाईहरूलाई देखाउनु छ त तपाईहरू हेर्नुको लागि मेरो ब्लगमा। वाउ पछाडि कस्तो दामी त गाइस हामीहरू पुगे डिगारुको यसलाई के भन्छ चेकपोस्ट डिगारुको चेकपोस्ट। म आज तपाईँहरूलाई आज म पुरा डिगारु देखाउँछु है। यतादेखि जान्छ यतादेखि जान्छ जुन पुरा आसाम रोइङहरू जान्छ यतादेखि चाहिँ जान्छ आलुबारी। डिगारुको भ्यू चाहिँ यस्तो छ। अनि यहाँदेखि चाहिँ हामी देखाने छैन मैले राम्रोसँगले किन भन्दाखेरि मेरो के अरे स्टोरेज चाहिँ फुल भयो अनि राम्रो भिडियो गर्नै पाएन त्यो डिगारु देखानै पाएन। त्यो गाइस हामी चाहिँ आलुबारी पुगे भर्खर आलुबारी। सो मेरो हालत चाहिँ यस्तो भइसकेछ पुगे फुल्ने जस्तो लाग्यो मलाई आफ्नो। तो गाइस हामी पुगे अभी मजा आएगा ना भिडो बनाउँछु ल। कति नबोल्ला आइदियो कति दिनको बाद हातै लाज लागिरहेछ मलाई। कुछ यस्तो छ यहाँको बजार यति भिड हुन्छ यति बिहान है। सब कुछ यहाँ जे चाहियो तपाईँहरूलाई नि सब छ लुगादेखि लिएर सब खानेकुरादेखि लिएर। मालूम है तेरे बाप को मत सिखा चल। के लिनु आएको अरे थाहा छ मैले सोधेँ कि के लिनु आएको भने कराई मात्रै अरे खोपडी तोड साले मात्रै भनेको त कराई लुगा अरे। यस्तो टाढो पनि बिहान उठाएर ल्यायो किन आएको मलाई थाहा पनि छैन। सोधेको त कराई पो अरे। सब्जीहरू पनि लाग्दो रहेछ यहाँ। लास्टमा चाहिँ सब्जी बजार मात्रै रहेछ। उता अगाडि चाहिँ लुगाहरूको यहाँ चाहिँ हामी मिठा आलु लिँदा रोकेँ दिदीले छान्दैछन् बोइल गरेर खानु मजा आउँछन्। हामीले मिठा आलु लिएर तेजपत्ता लिएर अघि बढे 10 रुपियाँ घुमेर तेजपत्ता लिए। तब हामीहरू यहाँ कराई लिनु यो कराई लिनु आएको हामीहरू दूरबाट यो लिनु आएको रहेछ मलाई थाहै थिएन। फाइनली कराई पनि लिए हामीहरूले। अब हामी दुईजना पुरा बजार यसरी बोकेर हिँड्ने हो। और अभी तो रुको क्लाइमैक्स अभी बाकी है। हात दुखिसक्यो मेरो यहाँ जाडोमा हात ककडक्क भएको छ। यसै जाडोमा झन् भारी बोकेर झन् कस्तो भइरहेछ। मलाई बाटो बनाउनु लाज लागिरहेको छ ब्लग बनाउनु बाटो। अब पछि यो त यो देखिरहेको छ हात दुखिरहेको म सिधा पछि भेट्दैछु ल। निस्किने बेलामा म बाई बाई।
सो गाइस हाम्रो मार्केटिङ भयो। अब हामीहरू यहाँदेखि निस्केको है, यहाँ छु। अब हामी यहाँदेखि निस्केको घर जाने। अब के गर्ने होइन, यो फेरि ठ्याक्कै उठा न। हामी घर नै अब निस्केको नि यहाँदेखि बाटोको छेउसम्म लाग्दैन तुप्पो छ भने। मरे नि खुट्टा दुख्यो गाइस। घाम ननिस्किँदा आएको घामले माथि पुगिसकेन हामी निस्किन। हाम्रो स्कुटी उता पर छ, देख्दैन यहाँदेखि कता छ बिर्सेको। अब हामीहरू हिँडेको खुट्टा दुखेर मुन्न आँटे। अरू नि एउटा बात, मेरो चाहिँ मफलरको जुस, मफलरको नुन मेरो ज्याकेटमा लागेछ। गएन भने त खत्तम। जान्छ कि जानु त खोज्दैन मलाई, रातै लागेछ पुरा। यता जान्छ कि जानु थाहा छैन मलाई। वहाँ रहेछ हाम्रो स्कुटी त। ये रहा हमारा स्कूटर। चाबी दो ला, चाबी त नि के भन्छ कराई त लिनु त लिए हामीले गाइस हैन, तर राख्ने कहाँ बीचमा राख्नु। अरे ये नहीं हो सकता है। यही लिएको हामीले फर्स्ट सुरुवातमा यो मिठा हालो स्वीट पोटेटो। के लागि हाम्रो जात्रा लाग्छ। अब हामी यहाँदेखि निस्केको तब म यहाँदेखि हामी चाहिँ सिधा उहाँ जान्छु दिदीको घरमा। त्यहाँ म ब्लग बनाउँदिनँ किनकि म त्यहाँ बनाउँदिनँ। म बनाउँदिनँ। म सिधा त्यो दिदीको घरदेखि निस्केर म सिधा त्यहाँदेखि निस्केर म बनाउँछु। तब के लिए बाई बाई। गाइस हामीहरू दिदी घरमा बसेर पनि त्यहाँदेखि निस्किसके। अब त्यहाँदेखि निस्केर अब हामीहरू घर हिँडेको। अब घरि बिचमा छु हामीहरू चाहिँ। त्यहाँ पनि ठिकै आज दिदी र म हुन्छु। तपाईँहरूले धेरै म र दिदीसँग मात्रै ब्लग देख्छ। अब त म कहीसँग हिँड्दिनँ पनि र कहीँ जान्न पनि। जहाँ पनि गयो भने दिदीसँगै जान्छु, दिदीसँगै हुन्छु। तपाईँहरूले बेसी मलाई दिदीसँगै देख्नुहुन्छ। के गर्नु है। अनि कता जाँदा मात्रै बनाउनु पाउँछु ब्लग। गाउँमा त के बनाइराख्नु, कतिखेर बनाउनु नि। मैले घरदेखि कहिल्यै पनि स्टार्ट गर्दिनँ ब्लग, गरेको छुइनँ आजसम्म। घरदेखि किन स्टार्ट गर्दिनँ भन्दाखेरि मैले बिर्सिन्छु घरदेखि स्टार्ट गर्नु। मैले बनाउँछु भन्छु तर मैले बिर्सि जान्छु घरदेखि स्टार्ट गर्नु। त्यही लागि मलाई बाटोमा याद आउँछ अनि मैले बाटोदेखि स्टार्ट गर्छु। त्यो पनि त नि मान्छे युनिक हो नि त, सबैले घरदेखि स्टार्ट गर्छ। म चाहिँ बाटोदेखि मात्रै स्टार्ट गर्छु र घर पुगेर खतम गर्छु। अनि मैले जुन अस्ति नै ब्लग हाल्थेँ नि तेजु गएको, रकल्यान्ड गएको, साइबर गएको, त्यसमा चाहिँ मैले एन्ड घर त मैले बनाएको थिएँ कि मैले 13 मिनट जस्तो 5-6 सेकेन्ड यस्तोको सेकेन्डको थियो। मैले हाल्नु त हालेको थिएँ सबै, तर मैले मेरो भिडियो गएछ सिर्फ 8 मिनटको मात्रै भिडियो गएछ, आधा गएन छ। के भएछ भन्ने त्यसो गर्दा मलाई त थाहा थिएन। भन्दा मेरो ठुलो दिदीले भने भिडियो त। अनि मैले यस्तो हालेको छु तैँले देखिस् भने त कहाँ हालेछस् भनेर देखिनँ त मैले। तर त आधा मात्रै हालेछ 8 मिनटमा छ भने 8 मिनट भन्दा यो छक्कै परेको मैले। अनि मैले हेरेको त आधा मात्रै रहेछ 8 मिनटको, पुरा त लास्टसम्म घरमा आएर एन्ड गरेको त्यो सब त नै रहेछ। अनि मैले पनि हालिनँ फेरि। अब यो ब्लग चाहिँ मजाले म एडिट गरेर मजाले फर्स्टदेखि लिएर लास्टसम्म हेरेर मात्रै म अपलोड गर्छु। त्यो भएर गर्दिनँ म। अस्तिको जस्तो भयो भने त बर्बाद हुन्छ नि। अस्ति यति मैले एडिट गरेको, यति मैले ब्लग बनाएको, आधा मात्रै गर्दो रहेछ छैन मान्छेलाई। तर म तपाईँलाई टिकाहरू पुग्यो भने म देखाउँछु। अघि देखाउनु पाएर मैले अब देखाउँछु गाइस। तपाईँको किस्मत नरहेछ टिकाहरू हेर्ने। किन अघि हेर्दैन, किनकि अब टिकाहरू देखाउँछु भनेपछि जुन टाइममा देखाउँछु अनि त्यही टाइममा केही न केही भएकै हुन्छ। अघि देखाउँछु भनि जाँदाखेरि स्टोरेज फुल भयो। अहिले देखाउँछु भनेर पापाले फोन गर्यो मलाई। पापा टिकाहरूमा थियो, पापाको फोनसँग पापासँग बोल्दा निया दिदीले चलाएर टिकाहरू पार भयो। फोन गाइस हाम्रो गाउँ पुगे हामीहरू 28 माइल।
घर पुगेर भेट्छु हात माग्यो गाइस खुट्टा दिनु टेक्नोलॉजी हात दिनु भनेको त खुट्टा दिँदो रहेछ गाइस हेर्नु न यसो देखाइदे हाई गर्दैन रिसु छिटो हाई गर्दैन त देखाइदे न यसको हात पान्छ गाइस हेर्नु न है भने हेर्नु न बहुत उयो छ हेरेर थाहा छ त गाइस म घर आएर पनि लुगा सुगा चेन्ज गरेर पनि मेरो जुत्ता पनि धोएर पनि सब कुछ गरेर पनि अब आलु फ्राई गर्दैछ दिदीले आलु फ्राई खानी हो भुटुवा त्यसपछि किनकि के गर्नु अब दिनभरि घरमै बस्ने अरू केही गर्दैन हैन मेरो मम्मीले मसला पिन्दैछ यहाँ देशी मसला मम्मी यता हेरेर हेर्दिनु मुसुक्का मेरो मम्मीले मसला खत्र पिन्छ है निकै म सक्दैन पिन्नु लागि यस्तो रातो खुर्सानी पिन्छ सकेको है अब पिन्नु लागि हेर्नु यस्तो रातो खुर्सानी पिन्छ है पहिला जमानाको मान्छेहरू खत्र हात पनि पल्दैन अरे अलिकति साबुनले एकचोटि धोयो भने राम्रो भइहाल्छ अरे अघि नै यति पिने आलु भुटाको लागि अघि नै पिनेको फेरि मसलाको लागि के सब्जी बनाउनु आँटेको सिमी र आलुमा पनि मसला पिनेर सिमी मात्रै मन पर्न सिमी आलु छ्या पापालाई आलु नदिनु हो पापाले आलु दिनु भने पापाले आलु खान्न हामी चाहिँ आलु अनि बोइल गरेर फ्राई गरेर हामी चाहिँ अलग से भुटेर मतलब खालि आलु भुटेर भुटुवामा भुटेको खाने हो आलु मात्रै भुटेको यस्तो के भन्छ हामी त आलु भुटुवा नि आलु भुटु होइन आलु भुटेर खाने अरे हो आलु भुटेर खाने बोइल गरेर त्यो गल्लो काटेर अब कसरी सम्झानु होइन पछि त्यो खान्छु अनि भयो अब घाम ताप्ने हो दिनभरि त मेरो आजको ब्लग यति नै हो तपाईहरुलाई के कस्तो लाग्यो मलाई कमेन्टमा भनिदिनु र मेरो ब्लगलाई लाइक कमेन्ट अनि शेयर गरिदिनु अनि फलो पनि गरिदिनु होला है त आज मेरो ब्लग यति नै हो बाई बाई टाटा सी यू नेक्स्ट ब्लग